वाह क्या मिठो छ मार्केटमा खान्छ यो मफिनले। आज हामीले चाहिँ चकलेट मफिन बनाउँदैछौँ। यो चाहिँ हाम्रो ओइल बेस्ड मफिन हो। यसको लागि चाहिँ 2 eggs एन्ड सुगर 57 ग्राम सुगर, अनि यसमा चाहिँ छ ड्राई इन्ग्रिडियन्ट्सहरू फ्लोर, बेकिङ पाउडर एन्ड कोका पाउडर, यसमा छ ओइल अनि मिल्क। यसमा चाहिँ मैले चाहिँ यो रेसिपीलाई चाहिँ ABCD भनेर डिस्क्राइब गरेछु। त्यो के हो म एक्चुअली भन्छु है। यो चाहिँ मैले एमा राखेको छु। एमा भनेको एउटा बाउल, यसमा चाहिँ एग एन्ड सुगर। त्यसपछि रेसिपी इन्ग्रिडियन्ट ग्रुपमा चाहिँ के छ, बीमा ओइल छ, ओइल बी होइन। त्यसपछि सीमा के छ, फ्लोर, कोका पाउडर एन्ड बेकिङ पाउडर, यो ड्राई इन्ग्रिडियन्ट भयो। अनि डीमा चाहिँ मिल्क छ। यो भनेको चाहिँ अब यसले चाहिँ के गर्छ, प्रोसेसलाई डिस्क्राइब गर्छ। फर्स्ट अफ अल एग र सुगरलाई फिट्दै जाने, फिट्दै गएपछि थिक कन्सिस्टेन्सीमा आइसकेपछि बिस्तारै ओइल हाल्दै 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 जाने। तेल हाल्दा पनि 5 मिनट लाग्छ। यो ओइल चाहिँ यो अन्डामा इन्कर्पोरेट हुनु पऱ्यो, इन्कर्पोरेट है। यसलाई भन्छ इमल्सिफिकेसन भन्छ कि यस्तो मिक्सिङ प्रोसेसलाई इमल्सिफिकेसन, मिक्सिङ अफ ओइल एन्ड वाटर। यो वाटरको टेक्सचर हुन्छ यसमा, यो ओइल भयो मिक्स अफ ओइल एन्ड वाटर, यसलाई चाहिँ इमल्सिफिकेसन भन्छ। इमल्सिफिकेसन हुँदा चाहिँ टाइम लाग्छ है। त्यसको लागि चाहिँ यो ओइललाई चाहिँ वाट्दै हालेर बन्दैन है। सबभन्दा यसमा चाहिँ ध्यान दिनुपर्ने कुरा यही हो, ओइललाई बिस्तारै हाल्दा यो फिट्दै 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 जाने। अनि यो ठिक हुन्छ, त्यसपछि फ्लोर र मिल्क राख्ने है। ओके, फिट्दै जाँदैन, ठिक छ। ओके, यो चकलेट मफिनको ब्याटर रेडी भयो। अब यसको कन्सिस्टेन्सी कस्तो भने हामी रिबन स्टेज भन्छौँ कि। रिबन स्टेज भनेको चाहिँ यस्तो गरेर झाँदा चाहिँ फ्ल्याट भएर आउने कि हो, फ्ल्याट भएर पातलो भएर आएको छ नि होइन। हो, यो कन्सिस्टेन्सी यसको यस्तो हुन्छ सर रिबन स्टेज। यो भएपछि ब्याटर रेडी भयो। हल्का पेपरदेखि गरेर हाल्नुपर्छ। राख राख राख, अझै राख। होइन बसेन बसेन बसेन, अझै छ। ल भयो भयो भयो। ओके, हेर्नु यस्तो बनाएको छ मफिन। अब यसलाई टेस्ट गर्नु त, कस्तो लाग्यो? वाह क्या मिठो छ मफिन भनेको। यो मार्केटमा खान्छ यो मफिनले। अब उता गएर तपाईँको के अरे घर कहाँ जुम्ला के अरे हुम्ला हुम्लामा गएर मार्केट पिट्नुपर्छ है। हुन्छ सर।